एकछिन धेरै नभेटेको आज भलाकुसारी गरौँ भन्ने छ। बच्चाहरूलाई वर्ल्ड कप लागेको छ यहाँ हाम्रोमा। बच्चाहरू चाहिँ अब सट्ट यतिखेर निक्लिएपछि एक राउन्ड चिसो खाएर ल बेलुका यसो हावा खाना निक्लिरहेको छु। कस्तो कस्तो के देखिन्छ सबै लाइभमा हेर्नु होला। धेरै दिन भयो कि भिडियोमा यस्तरी बाटो काट्छन्। सुरुरुरुरु आमामामा यो कोटेश्वर पनि यस्तो जामन थाल्यो सृजनशील आमामामा। यो पुरानो मैले एकचोटि यो बाटोमा 3000 भेटाएको थिएँ यार। सुनसान लकडाउनको बेला। भिड यो चोक पनि अलिअलि भिड हुन थालेछ। जाम हुन्छ कहिले काहीँ यो चोकमा। लु बाटोघाटो यस्तो छ। ल महादेव स्थान मन्दिर ओहो हो के मेरो चाहिँ पर मन्दिरमा त बबल छ। के हो यो? महादेव स्थान मन्दिर बेलुका चलपल चाहिँ राम्रै छ। यो पार्कमा एकचोटि हेरौँ मदन भण्डार पार्कमा कतिको मान्छेहरू बेलुका शीतल हावा खानलाई आइरहेको हुन्छन्। एक तो हेरौँ न यसमा कस्तो आउँछ।
अलिकति एङ्गल मिलेन क्यामेराको एङ्गल मिलाउँ है। ल मदन भण्डारी पार्कमा मान्छेहरू शीतल हावा। यो खोलातिरको चहल पहल पनि के छ एकचोटि त्यो पनि हेरौँ है त। खोलातिरको चहल पहल पनि हेरौँ। यहाँबाट छिर्नु पर्यो, यहाँबाट एकताल चहल पहल छिरेर हेरेपछि लु यो खोलाको चलपल यो एकदम मदन भण्डारी पार्क नै भन्छ होला यो खोलालाई पनि। भेटघाट चोक कि मान्छेहरूको चलपल हेर्न क्या एकचोटि आममा। ल कस्तो छ है त यो, हेरौँ है चलपल। राम्रै छ, बेलुका शीतल हो हावा। यहाँ अनैतिक गतिविधि पनि हुनसक्छ है यहाँ त। एकदम निगरानीमा परेको छ यो टार्गेट, एकदम टार्गेटवाला हो ठाउँ चाहिँ। तलसम्म जाउँ खोला यो चोक भएर। न लुकिङ ग्लास इन्डिकेटर बाल्नु छ न केही, हिँडेका छन् सरासर आफ्नो बाटो। अनौठो चिया मन्डी। ल एकदम मदन भए मान्छे त टन्नै रहेछ। ल धेरै दिनपछि हो यो खोलातिर यस्तरी आएको थिइनँ। आज आइयो खोलामा, हेरौँ खोलाको गतिविधि भनेर। पार्कहरूमा कतिको भिडभाड छ। ल गजब छ यता। यो साइडमा अलि सुनसान रहेछ है, तर मान्छेहरूलाई चाहिँ एकदम तर दुबोमा बसेर फोटो खिच्ने। ओहो गजब रहेछ। ल एकदम राम्रो। ल यहाँ त झन् राम्रो रहेछ। ल यो पनि गजब रहेछ। यो पनि गजब रहेछ। ल यहाँदेखि त दोभान पुल भयो। अब यहाँदेखि यस्तो छिरेर कता यस्तो जाउँ। साथीहरूको गाडी दिने ठाउँ यहाँ। ल यहाँ अर्ग्यानिक तोरीको तेल पाउँछ, आफै पेलेको। बरकुवा चिकन सप्लाई, चण्डेश्वरी तेल मिल। ल धेरै भयो एकदम हावा खाएर हिँडेको शीतल भयो बल्ल। माया आनन्द सय मेरो माया सय भन्ने।
एकदम यसले लुकिङ ग्लास सही गर्यो यस सिया प्लिज ओहो यहाँ यो मास पाउने ठाउँ एकदम दामी मास पाउँछ है यहाँ चाहिँ हाम्रो सरोज दाइले जग्गा बेचेर घर बनाएछन् ल शीतन सुक्खा ल एक राउन्ड लाग्यो बेलुका गतिविधि यसो चिसो हावा खाँदै अब खोइ साथी भेट्नुपर्ने साथी आउँदैनन् आइपुग्यो दाइ भन्दै थियो खोइ ल महादेश्वर मन्दिर कल गरौँ है त साथीलाई तिमी हो लाखको धड्कन म पनि हो 1000औंमा बेबस म पनि भए बेबस फोन हान्नु है त साथीलाई One eternity later. साथीको आयो अब यहाँ फोन चाहिँ हेलमेट नयाँ किन्नु भयो क्या ए तपाईँले चलाउनु म त स्कुटी लिएर आउनुहुन्छ होला भनेको त बवाल छ है बाइक चाहिँ हजुर के त त्यहाँ बाइक तहनु है बाइक त उ त्यो तातेको उ देखायो त त्यहाँ अन्त त्यो कुलिन पानी छ कि छैन कुलिन वाटर यसको यहाँ कुलिन वाटर हुन्छ के धेरै तात्यो यस्तो तात्नु त हुन्थेन होइन एबिएस सिस्टम हो यसको कुलिन हुनु पर्ने त यहाँ कहाँनिर छ त यसको कुलिन कहाँ छ त यसको यो हो नतात्नु पर्ने हो मैले बुझेँ यसले त यहाँ उ देखायो नि त यहाँ रातो बत्तीको त ए
यो भनेको त हिट हो क्या मैले घरबाट यहाँ त आएको छु अहिले घरनिर 5 मिनट गरी 10 मिनट रेस्टमा बस्यो यहाँ आउँदाखेरि कति भएर मैले अहिले गियर चेन्ज गरेँ भनेको त 1 नम्बर 2 नम्बर यो उकालो मात्र हो हिटिङ गरेँ कति हिटिङै भएको छैन ऊ त्यहाँ एउटा देखाउनु जाने राम्रो मान्छे छ कहाँनिर ऊ यहाँ शङ्खुमुना जाउँ त होइन मैले चिनेको छु त्यो राम्रो छ क्या यो तपाईँ चलाउनु म चलाएर ल्याउँ अँ सेम हो 1 नम्बर अगाडि हो अरू सबै पछाडि हो पिकअप त दह्रो हुन्छ नि सँगैलाई मैले चिनेको छ त्यस कहाँ जाऊँ न एकचोटि त्यो अलि राम्रो पनि छ क्या यो रोक्ने साथ हिट देखाउँछ अहिले यहाँ देखाएन होइन रोकेपछि अफ गर्ने साथ देखाउँछ त्यहाँसम्म जाउँ न एकचोटि है उयो शङ्खुमुलको ठ्याक्कै त्यो कहाँनिर भन्दा नि त्यसलाई ठ्याक्कै कहाँ भन्नु यार सबभन्दा तलको आकाशे पुल छ नि त्यहाँ पुग्नु परेन पाटन जाने पुल छ नि त्यहाँ पुग्नु परेन त्योभन्दा अलि माथिको चोकबाट हो क्या थोरै राइट साइडमा त्यहाँ हाउजिङै पर्छ राइट साइडबाट कच्ची बाटो भएको छ क्या अहिले पहिला पिच थियो अहिले बिगारेको छ जाउँ के हिट किन देखायो त यो बाइकले हिट त एकदम देखायो त ल यो बाइक हामी त हाम्रो शङ्खुमुला दाइ कहाँ लान्छौँ त्यो दाइ अलिकति मलाई यो बाइकसम्म अलिक राम्रो लागेको छ क्या त्यो दाइले के गर्नुहुन्छ हेरौँ है अब यस्तो त नहुनु पर्यो समस्या बाइक त फाइन छ इन्जिन त कुलिङको के समस्या भयो यसमा ल दोबान पुलमा आयो अब हामी त्यो दाइकोमा जान्छौँ है शङ्खुमुलको दाइले बवाल गर्नुहुन्छ भन्ने लागिरह
के समस्या आयो त यसको हिट आउने फेरि अघि अहिले त हिट देखाएन मोबिलमा समस्या हुँदैन कुलिङ वाटरमा पास भएन कि बा त्यस्तो त नहुनु पऱ्यो कुलिङ वाटरको समस्या त्यो दाइलाई राम्रो ज्ञान छ यो बाइकको त्यो बाइकलाई देखाउनु पऱ्यो हामी बाइकको डक्टर कहाँ जाँदैछौँ है त हिजो मात्रै किनेको बाइक आज के भयो त डक्टरकोमा बाइक त 24 मोडलको फ्रेस बाइक छ नि यार हेर तल बाफै फालिरहेको छ यार खुट्टामा तातो बाफ ल है यहाँबाट ठक्क त्यो दाइ कहाँ जाउँ ए दाइ कता हो दाइ यो मेरो साथीले हिजो अस्तिको दिन किनेको बाइक होइन यो हिट भयो के अलि मैले चलाएको थिएँ होइन जस्तै यो हिट भयो होइन पहनै हेर्नु यो काँटा यति भयो नि जस्तै मैले ए कुलिङको समस्या आयो कि जस्तो लाग्यो त्यो यो स्ट्यान्डको हो र त्यो होइन नि यो रातो स्ट्यान्डको हो सुन्नु न यो हिट चाहिँ किन धेरै भयो के मैले कोटेश्वरदेखि महादेव स्थान मन्दिरदेखि स्टार्ट त बन्द भएन एकचोटि यसको कुएमा कुलिङ वाटर लाग्छ दाइ एकचोटि हेरिदिनु न दाइ मलाई त डर लाग्यो तपाईँसँग यस्तो विश्वास लगाएर मैले एकदम राम्रो दाइ हुनुहुन्छ तल शङ्खमुला भनेर थियो के साथीलाई भनेर यहाँ ल्यायो के लिएर जाने हो बाइक चाहिँ के बाइक त्यहाँ छोडिदिने हो चाहिँ मल्ल दाइ आउनुहुन्छ के छ नत्र हामी तेरो रुम लिएर आइज त पहिला जबलपुरमा स्कुटर पछि बाइक लिएर कसरी जालास् पछि म बियर खाऊ पैसा छैन मसँग ल आइज आइज म डबलपुरमा बसिरहेको छु कहाँ डबलपुर भनेको ल बाइक त खायो बेला चलाउँदिनँ होइन त्यही भएर त्यो के त हाम्रो त्यो तन्दुरी खाने ए त्यो काँचो कुहियो मासु बेच्ने भन्दा कता वारिपट्टि हाम्रो त्यो कुहिया मासु छोडेर रोटी खान आएको होइन त्यसको पारिपट्टि ए त्यो तन्दुरी खाएको ठाउँमा त्यहाँ बस्ने तन्दुरी खाएको त अन्नपूर्ण होइन त्यो काँचो मासुको पारिपट्टिको रेस्टुरेन्ट होइन त्यो डबल सबल के भन्थ्यो त पुस्करले त्यही जाने हो आउनु ल ल यो बाइक चाहिँ एडभेन्चरको लागि ठिक छ क्या त्यो ठिक छ दाइ मैले अस्ति यो गर्मीलाई किन्दा पनि मैले चलाएर हेरेको थिएँ क्या त्यो हिट मात्रै भयो भन्ने कुरा आयो क्या यहाँ ल जाउँ जाउँ आउनु
ल लास्टमा यो बाइक किनेको पार्टी आज खाइँदैछ हेलो है आफू त बाइक चलाउँदा सँगै आएको साथीहरू कहिल्यै मसँग सँगसँगै आइपुग्दैन न लु सङ्गमुल झिलिमिली छ सङ्गमुल झिलिमिली छ तड्का 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 चुलो उतै लु है यहाँ चाहिँ एक्सिडेन्ट हुने सम्भावना धेरै हुन्छ यो पनि हिँडिरहेको बाटोमा लु यो त रात्रिकालीन व्यवसाय एकदम बवाल छ आजकल यो खोलाको साइडमा करिडोर भन्यो मैले करिडोर भन्यो राख्ने ठाउँ पो छैन त बाइक त बाइक कहाँनिर राख्ने होला है कहाँ कहाँ च्याप्ने म यहाँ छिराइदिउँ भित्र यो कसको रहेछ है लु कहाँ राख्यो त अर्को बाइक ए भित्र भइहाल्छ नि ए यतापट्टि हामी त छिरेको थियौँ एउटै हो एउटै हो हामीलाई ठिक छ बस्नु बस्न त खाली हो नि भन नि त है बस्नु अहिले यहीँ बस्नु पछि पछि कति किनेको त हेलमेट त्यो हल्का छ कि हुन्छ त्यतिको भएर 12,000 यही हो हेलमेटको ब्याग तिनजना सही भएको छ हेलमेट ब्याग हो तिनजना सही भएको हेलमेट मेरो पनि आएको थियो त्यो मैले हिजो लाएको थिएँ नि कालो त्यो हिजो लाएको थिएँ नि मैले कालो त्योमा पनि यस्तो आएको थियो क्या
नखाऊ बियर खाने त बाइक छोडेर आउँदा होइन नखाऊ म एउटा बियर खान्छु खाना खाऊ न हात त्यस्तो होइन बसौँ न सलाद सलाद उठाउँ सलाद पनि दुई टुक्रा गर्छ कि त्योभन्दा पिनट खाऊँ मकै उसानेको मकै उसानेको मकै त खाउँ पर्छ टुबोकमा पनि छ प्लिजनर भन्ने खाने हो र खानेको गर्दा त खाँदा भइहाल्छ नि म छोड्दिनँ यस्तो पनि लागेन इन्सुरेन्समा कति ल इन्सुरेन्स नामसारी हो 500 लगाएर कति ल नामसारी गरेको भने पैसा 2000 पैसा पनि खर्च भयो तपाईँ खिचिरहेको छ क्या मेरो खिचेको बाहिर बस्ने बोकेर ल्याएर मोबाइल नयाँ खोलेको रहेछ राम्रो छ सकिएछ कि म यहाँ बाहिर किन भन है चाबी हिँड्छ है म एकछिन एउटा खाना पछिको एउटा डाइट किन्नु पर्यो तपाईँसँग यहाँ सुपर पावर खनी छ होला एउटा दिन न खैनी पनि किन्यो अप कि म च्यात्छु ल्याउनु तपाईँ बाइक लाने तपाईँले त्यो बाइक लाने ए मलाई राति चाहिन्छ अब हुन्छ छुटाउ त ल हजुर
कुन डेरीबाट हो फेरि? ए त्यहाँबाट सामान लानुहुन्छ? ए ल म लागौँ सर? ल सर ल। अहिले म महादेवस्थान मन्दिरमा आइपुगेँ। अब नजिकै छ। ल बेलुकाको यसो टाइम पास कस्तो भयो हेर्नु होला। मन पऱ्यो भने यसो कुन कुन चिज मन पऱ्यो यसो कमेन्ट हानिदिनु होला है। ल सबैजनालाई नमस्कार। अब मैले घरमा पुगेँ है त हजुर। ल बाई।